तपाईले चाहिँ एक्सर्साइज गर्दाखेरि यदि एकदम मसल सोरनेसहरू फिल गर्नुभएको छ भने त्यसलाई चाहिँ डोम्स भन्छ हैन, डिलेड अनसेट अफ मसल सोरनेस। र त्यो किन हुन्छ भन्दाखेरि चाहिँ तपाईले कुनै पनि यदि तपाईले गर्नुभएको एक्सर्साइज एकदम नयाँ छ तपाईको बडीको लागि, अथवा तपाईले चाहिँ मोर रेप्स गर्नुभयो, अथवा मोर सेट्स गर्नुभयो, अथवा चाहिँ तपाईले चाहिँ वेट इन्क्रिज गर्नुभयो त्यो एक्सर्साइजमा भनेदेखि, बिकज इट्स न्यू थिङ तपाईको बडीको लागि, माइक्रो लेयरमा चाहिँ मसल फाइबर्सहरू टेयर भएको हुन्छ बिकज अफ द स्ट्रेस द्याट गोज थ्रु ड्युरिङ द एक्सर्साइज। अनि के हुन्छ भन्दाखेरि चाहिँ मसल फाइबर्सहरू रिपेयर हुँदाखेरि चाहिँ तपाईले त्यो सोरनेसहरू फिल हुने हो, विच इज डोम्स है। कसै कसैलाई चाहिँ डोम्स डिपेन्डिङ अन तपाईँ कतिको फिट स्ट्रङ इन्डिभिजुअल हुनुहुन्छ, कतिको एक्टिभ हुनुहुन्छ, कतिको तपाईँको होल बडी अथवा मसल ग्रुप कन्डिसन छ, त्यही अनुसार चाहिँ तपाईँको डोम्सको सिभिरिटी चाहिँ अप एन्ड डाउन हुनसक्छ। तर जेनरल रुल अफ थम्ब तपाईले डोम्स युजली कसैले चाहिँ बिहान एक्सर्साइज गर्नुभएको छ भने तपाईले चाहिँ बेलुकातिर चाहिँ त्यो सोरनेस, त्यो डोम्स इफेक्ट चाहिँ फिल गर्न थाल्नुहुन्छ, र कसै कसैले चाहिँ फलोइङ डेदेखि चाहिँ एक्सपिरियन्स गर्न थाल्नुहुन्छ। अनि इट कुड लास्ट फर कपल अफ डेज, युजली अप टु 2 to 3 days, इभन लङ्गर डिपेन्डिङ अन तपाईको ट्रेनिङ सेसन अनुसार। तर युजली अराउन्ड 3 days जस्तो भइसक्यो फेरि तपाईँको डोम्स इफेक्ट चाहिँ सबसाइड भएर जान्छ ग्रेजुअली, एन्ड देन यु क्यान स्टार्ट डुइङ योर सेसन अगेन। सिभिरिटी अफ डोम्स अनुसारकै तपाईँले चाहिँ एक्सर्साइज गर्नुपर्ने हुन्छ होइन। फर इक्जाम्पल तपाईँले स्क्वाट गर्नुभयो अनि तपाईँको लेग चाहिँ एकदम सिभियर डोम्समा सफर भइरहेको छ भने स्क्वाट गर्नुको साटो चाहिँ फर नेक्स्ट कपल अफ डेज फोकस अन यो अदर पार्ट्स अफ द बडी। फर इक्जाम्पल तपाईँले बेन्च प्रेस गर्न सक्नुहुन्छ, ओभर प्रेस एक्सर्साइज गर्न सक्नुहुन्छ, एन्ड सो अन होइन। तर लेग्सको एक्सर्साइजहरू फेरि नगर्नुहोस् अन्टिल तपाईँको डोम्स चाहिँ रिड्युस नभइन्जेलसम्म, किनभने त्यो रिपेयर फेज हुँदाखेरिको केसमा तपाईँले फेरि एक्सर्साइज गरेर त्यसलाई फेरि फर्दर ड्यामेज गर्नुभएकोले गर्दा अगेन तपाईँको डोम्सको टाइम लाइन चाहिँ फेरि अझै बढेर जान सक्छ। त्यसले गर्दाखेरि चाहिँ यदि तपाईँले चाहिँ लेग्स गर्नुभएको छ अनि यु आर फिलिङ डोम्स इन यर लेग्स, then let legs to recover and domes to subside, so that it's more manageable, if not no domes at all when you go back to leg session. तर while you're waiting for that to recover, तपाईले चाहिँ upper body exercise गर्न सक्नुहुन्छ, core exercise गर्न सक्नुहुन्छ। That's just an example. So next time चाहिँ तपाईले डोम्सबाट सफर गर्नुभएको छ भने that's really good। मसल्सलाई आफ्नो बडीलाई चाहिँ च्यालेन्ज गर्नुभयो, so that तपाईँ चाहिँ नेक्स्ट टाइम फुल्ली रिकभरी भएर आउँदाखेरि चाहिँ त्यही एक्सर्साइज गर्दाखेरि तपाईँलाई चाहिँ सजिलो हुन थाल्छ। अनि द्याट्स वेन तपाईँले चाहिँ स्मल इन्क्रिमेन्टमा चाहिँ वेटहरू थप्दै जाने हो। यु क्यान अल्सो आइदर इन्क्रिज द रेप्स अर इन्क्रिज द वेट होइन, अथवा चाहिँ इन्क्रिज सेट्स डिपेन्डिङ अन तपाईँको गोल के हो होइन। तर द्याट्स हाउ यु स्टार्ट द प्रोग्रेस होइन, विच इज अल्सो कल्ड प्रोग्रेसिभ ओभरलोड, विच इज वान अफ द ट्रेनिङ प्रिन्सिपल्स।